हेलो नमस्ते नमस्ते भन न हामी अब पानी लिएर जाँदैछौँ भन खेतालालाई लगिदिने भन लग्ने भन्देऊ धान आज हाम्रो धान काटेछ भन्देऊ धान काटी गरेछ भन धान चाहिँ यसरी ठेसर लगाइन्छ चितवनतिर यसरी चाहिँ घरमा ल्याएर थुपार्ने मेसिनमा परालको मुठा हाल्ने एकतिर पराल एकतिर धान एकदम सजिलो हुन्छ अहिले सुविधा छ धेरै पहिला जस्तो चाहिँ हातले झाँट्नु पर्दैन थियो मान्छे आफै दिनभरि लाएर झाँट्नु पर्थ्यो अहिले एकछिनमै बिगाउँ धान एकछिनमै भइहाल्छ